एकपटक शहीद र घाइते परिवारलाई भेट्नुस् प्रधानमन्त्रीज्यू। यो सरकार कुनै दुई शक्तिशाली व्यक्तिको राजनीतिक यात्रालाई सहज बनाउन बनेको होइन। यो सरकार कुनै व्यक्तिलाई काठमाडौँ महानगरबाट सिंहदरबार र नक्खुबाट कुनै पार्टीको सभापति बनाउनको लागि पनि बनेको होइन। एकपटक शहीद र घाइते परिवारलाई भेट्नुस् प्रधानमन्त्रीज्यू। हिजो भर्खरै गृहमन्त्रीज्यूले घाइतेहरूको सम्मानजनक व्यवस्थापनमा भनेर 24 बुँदे निर्णय गर्नु भएको समाचार आयो। संघर्ष समितिले तयार गरेको 23 बुँदे माग पत्र प्रधानमन्त्री तथा सबै मन्त्रालयहरूमा बुझाइएको थियो। तर दुःखको कुरा उक्त 23 बुँदे मागलाई मूल भावना अनुसार कार्यान्वयन नगरी तोडमोड गरी 24 बुँदे निर्णयको रूपमा सार्वजनिक गरिएको गुनासो संघर्ष समितिले जनाएको छ। एकपटक उहाँहरूसँग पनि छलफल गर्न आग्रह गर्दछु। यसले धेरै घाइते र शहीद परिवारको वास्तविक समस्या समाधान गर्नुको साटो नयाँ अन्याय र विभेद सृजना गरेको छ। किनभने आन्दोलनको क्रममा धेरै घाइतेहरूको क्लाभिकल बोन भाँचिएको छ, रिब्स फ्र्याक्चर भएका छन्, टाउको हात खुट्टा लगायत शारीरिक विभिन्न अङ्गमा गम्भीर चोट बेहोरेका छन्। कतिपयको शरीरमा अझै पनि गोलीको छर्रा रहेका छन्। चिकित्सकहरूले भारी काम नगर्न स्पष्ट सल्लाह दिएका छन्। यसकारण उनीहरू प्रहरी सेवा, नेपाली सेना, निजामती सेवा तथा अन्य धेरै रोजगारीको अवसरबाट वञ्चित भएका छन्। दैनिक जीवन यापन समेत कठिन बनेको छ। तर राज्यले यस्ता वास्तविक पीडालाई व्यवस्था गर्दै गम्भीर र अति गम्भीर घाइतेलाई मात्र प्राथमिकता दिएको छ। यो न्यायोचित होइन। सरकारले घाइतेहरूलाई ए, बी, सी र डी वर्गमा विभाजन गरेको छ। तर विशेष गरी बी, सी र डी वर्गका घाइतेहरूको शारीरिक अवस्था र समस्या धेरै हदसम्म समान प्रकृतिका छन्। यस्तो अवस्थामा कृत्रिम रूपमा वर्ग विभाजन गरी सेवा सुविधामा ठूलो विभेद गर्नु अन्यायपूर्ण हुन्छ। म सरकारलाई अन्तिममा बधाई दिन चाहन्छु। फेरि पनि पहिला झै जलनको पीडालाई विषयान्तर गर्नुभयो गाडी आतंकले। त्यसको लागि तपाईहरुलाई धन्यवाद र बधाई।